कृपया तपाईँ मलाई आन्द्राको क्यान्सरको बारेमा थप बताउन सक्नुहुन्छ? अवश्य, यो सबैभन्दा सामान्य क्यान्सरमध्ये एक हो र हरेक वर्ष 40,000 भन्दा बढी मानिसहरूको निदान गरिन्छ। प्रत्येक वर्ष 15,000 भन्दा बढी यसबाट मर्छन्। धेरैजसो 50 वर्षभन्दा माथिका व्यक्तिहरू छन्, तर नयाँ केसहरू 50 वर्षभन्दा कम उमेरकाहरूमा पनि पत्ता लागेको छ। ओहो, यो त गम्भीर पो रहेछ। हो, तर विशेष गरी यदि प्रारम्भमै निदान गरियो भने आन्द्राको क्यान्सर उपचार गर्न सकिने र निको हुन्छ। प्रारम्भिक चरणमा पत्ता लागेमा आन्द्राको क्यान्सरबाट लगभग सबैजना बाँच्छन्। यद्यपि यो रोग बढ्दै गएमा क्यान्सरबाट बाँच्न उल्लेखनीय उपचार गर्नुपर्छ। प्रारम्भिक निदानले जीवन बचाउँछ। त्यसैले नियमित जाँचले तपाईको आन्द्राको क्यान्सर हुने र मर्ने जोखिमलाई कम गर्छ।